बालकनी माविको राम्रो स्पाइक रहेको छ। यससँगै बालकनी माविले आफ्नो खातामा 1 अङ्क जोडी 3 पुर्याएको छ भने सरस्वती मावि 7। राम्रो स्पाइक थियो तर बल जालीमा लाग्न पुग्यो। यसको फाइदा बालकनी माविलाई। बालकनी मावि 4 सरस्वती 7। राम्रो स्पाइक थियो तर भाइको फल हुन पुगेको छ। यसको फाइदा बालकनी माविलाई। बालकनी मावि 1 अङ्क थपेर 5 पुर्याएको छ भने सरस्वती 7। फेरि पनि सरस्वती माविको राम्रो स्पाइक थियो तर बल आउट हुन पुग्यो। यसको फाइदा बालकन्यालाई। बालकन्या लगातार पहिले ल्याएर 6 पुगिसक्यो भने सरस्वती 7। बल कहाँ छ? बल कोर्टमा उपस्थित गराइदिनुला, उपलब्ध गराइदिनुला बललाई। फेरि पनि सरस्वती माविको टिमको खेलाडीको फाउल भएको कारण बालकनी मिस भएको छ भने रिसिभिङमा सरस्वती मावि। फेरि पनि सरस्वती माविको भाइको राम्रो स्पाइक थियो तर बल आउट हुन पुग्यो। यसको फाइदा 8। यसको फाइदा बालकन्यालाई। बालकनी माविलाई। यससँगै बालकनी मावि 8 सरस्वती 7। सरस्वती माविका भाइ प्रेम विष्टको बाहिरबाट राम्रो स्पाइक। यससँगै सरस्वती माविले चेन्ज गरेको छ। सरस्वती मावि 8 बालकन्या 8। फेरि पनि बालकनी माविको राम्रो स्पाइक थियो। यससँगै बालकनी माविले 1 अङ्क जोडी 9 पुर्याएको छ भने सरस्वती 8। सरस्वतीलाई 8 लानुपर्छ। बल एकदमै प्रतिस्पर्धात्मक छ। बल राम्रो डिफेन्स दिन खोजेको छ सरस्वती का खेलाडीले। राम्रो डिफेन्स लिन खोजेका थिए तर असफल भयो। यसको फाइदा बालकन्यालाई। बालकन्या 2 पोइन्टको लिड गरिसकेको छ। बालकन्याले 10-8। सरस्वती माविका भाइ अडमिनले राम्रो स्पाइक दिएर आफ्नो टिमको खातामा 1 अङ्क जोडी 9 पुर्याएका छन् भने बालकन्या 10। फेरि पनि बालकनी माविका भाइको राम्रो स्पाइक सँगै उनले आफ्नो टिमको खातामा 1 अङ्क जोडी 11 पुर्याएका छन् भने सरस्वती मावि 9 11-9। सरस्वती माविका भाइका प्रेम विष्टको एकदमै उत्कृष्ट स्पाइक सँगै उनले फेरि पनि आफ्नो टिमको खातामा 1 अङ्क जोडिसकेका छन्। यससँगै सरस्वती मावि 10 बालकन्या 11 10-11। जीवन भाइको राम्रो स्पाइक थियो तर डिफेन्स बालकन्याको पनि उत्तिकै राम्रो। बालकनी माविको भाइले बल पास गर्न खोजेका थिए तर बल जालीमै सीमित भयो। यसको फाइदा सरस्वतीलाई। सरस्वती 11 बालकन्या 11।
भाइ दिदा सरस्वती माविका अब्दुल भाइको एकदमै उत्कृष्ट स्पाइक देख्न सक्छौँ हामी। यसैले उनले आफ्नो टिमको खातामा 1 अङ्क जोडी 12 पुर्याइसकेका छन् भने बालकन्या 11। खेल एकदमै प्रतिस्पर्धात्मक रहेको छ। दर्शकहरूलाई पनि एकदमै उत्सुक लागिरहेको छ कुन टिमले जित्छ भनेर। बालकन्या माविको भाइको राम्रो प्लेससँगै उनले आफ्नो टिमको खातामा 12 अङ्क प्राप्त गरेका छन् भने सरस्वती 12। फेरि पनि बल पट्टि लागेर आउट हुन पुगेको छ। यसको फाइदा बालकन्या माविलाई। बालकन्या 13 सरस्वती 12। जीवन भाइको एकदमै उत्कृष्ट स्पाइक सहित उनले आफ्नो टिमको खातामा 1 अङ्क जोडी पोइन्टलाई इक्वल बनाएका छन्। 13-13 सरस्वती माविको सर्भिस। सरस्वती माविको जीवन भाइको फल हुन पुगेको छ। यसको फाइदा बालकन्यालाई। बालकन्याले 1 पोइन्टको लिड गरिसकेको छ। बालकन्या 14 सरस्वती 13। 14-13 फेरि पनि सरस्वती बालकन्या माविका भाइले राम्रो प्लेस गरी आफ्नो टिमको हातमा 1 अङ्क जोडी 15 पुर्याइसकेका छन् भने सरस्वती मावि 13। 15-13 जीवन भाइको एकदमै उत्कृष्ट स्पाइकसँगै फेरि पनि उनले आफ्नो टिमको खातामा 1 अङ्क जोडी 14 पुर्याएका छन् भने बालकन्या 15। 14-15 सरस्वती माविको सर्भिस। फेरि पनि डिफेन्स कन्भर्ट देखिरहेको छ सरस्वती माविको। बालकन्याले बारम्बार प्लेस गरी अङ्क प्राप्त गरेको छ। यससँगै फेरि पनि बालकन्याले आफ्नो टिमको खातामा 1 अङ्क जोडी 16 ल्याएको छ भने सरस्वती 14। सरस्वती माविका अजमेर भाइको राम्रो स्पाइकसँगै उनले आफ्नो टिमको खातामा 1 अङ्क जोडी 15 पुर्याएका छन् भने बालकन्या 16। 15-16 सरस्वतीको सर्भिस। बालकन्याले फेरि पनि राम्रो स्पाइक देखाई आफ्नो टिमको खातामा 1 अङ्क जोड्न सफल। यससँगै बालकन्या 17 सरस्वती 15। 17-15 पङ्कज भाइको राम्रो क्विक स्पाइक थियो तर बल आउट हुन पुगेको छ। यसको फाइदा बालकन्यालाई। बालकन्या 1 पोइन्ट जोडी 18 पुगेको छ भने सरस्वती 15। बालकन्या माविको सर्भिस। बालकन्या मावि अहिले 3 पोइन्टको लिड गरिसकेको छ। सरस्वती माविको अजमेर भाइको एकदमै राम्रो क्विक स्पाइक थियो। यसको फाइदा सरस्वती माविले लिएको छ। जससँगै सरस्वती मावि 16 बालकन्या 18। राम्रो स्पाइक दिन प्रयास गरिरहेका थिए बालकन्या माविका भाइले तर फल हुन पुगेको छ। यसको फाइदा सरस्वतीलाई। सरस्वती 17 बालकन्या 18। बल आउट हुन पुगेको छ। यसको फाइदा सरस्वतीलाई। सरस्वती माविले फेरि आफ्नो टिमको खातामा 1 अङ्क जोडी रहेको छ। सरस्वती माविको सर्भिस। राम्रो स्पाइक बालकन्या माविको। यससँग उनीहरूले आफ्नो टिमको खातामा 1 अङ्क जोडी 19 बनाएका छन् भने सरस्वती मावि 18। 19-18 खेल एकदमै प्रतिस्पर्धात्मक रहेको छ।
दुवै टिमले आफ्नो उत्कृष्ट खेल देखाइरहेका छन् सुनेमाको एकदमै उत्कृष्ट क्विक स्पाइकसँगै उनले आफ्नो टिमको खातामा 1 अङ्क जोडेर 19 बनाएका छन् भने बाल कन्यामावि पनि 19 सस्ती माविको सर्भिस थियो तर सर्भिस जालीले क्षतिको दिएको छ यसको फाइदा बालकन्या माविलाई बालकन्या मावि 20 67 19 राम्रो स्पाइक थियो तर बालकन्या माविले डिफेन्स पनि उत्तिकै राम्रो देखाएको छ यो समय बालकन्या माविले आफ्नो